ल गाइस गुड मर्निङ। अब हाम्रो यहाँ हातमा धुने काम सुरु भइसकेकै छ। गुड मर्निङ गाइज। अब हाम्रो यात्रा व्हाइट माउन्टेनबाट अगाडि बढिसकेको छ र हामी माउन्ट वासिङटनतिर अगाडि बढेका छौँ। करिब करिब हाम्रो 1 घन्टा 38 मिनटको ड्राइभ पछि हामी त्यहाँ गाडी पार्क गर्नेछौँ र हाम्रो त्यहाँबाट ट्रेकिङ सुरु हुनेछ अल द वे अप, होइन? अनि हिजोको हाम्रो बसाइ चाहिँ बवालै भयो। क्याम्पिङ एकदम बवाल भयो, हिजो क्याम्प फायर पनि एकदम बवाल भयो। बेला केही छ? सब ठिक छ। अब एक्साइटेड टु बी अन द टप अफ द माउन्टेन। सनीजी तपाईँ के छ? के छ तपाईँको? रातिको निद्रा राम्रै भयो नि सर, रमाइलो सुतियो। बाघलाई नि भेट्नुभयो उहाँले। राम्रै भयो है, एक्सपिरियन्स थियो। अहिले चाहिँ एक्साइटेड है, माउन्ट वासिङटन क्लाइम्ब गर्नको लागि एक्साइटेड। त्यही हो गाइज, आज हाम्रो यो दोस्रो दिन पनि बब्बाल हुनेवाला छ। त्यहाँ 2-3टा रुटहरू छ राउटिङ, तर त्यो रुट चाहिँ एउटा चाहिँ एकदमै डिफिकल्ट, त्योबाट हामी जान्छौँ। डेथ डिफाइङ भन्छ, त्योबाट जान्छौँ। अर्को मोडरेट भन्छ। तर यो मोडरेट र डिफिकल्ट भन्ने हुँदैन। यो क्लाइम्बिङ चाहिँ यो एकदम डिफिकल्ट नै हो जम्मै नै। किनभने त्यो भर्टिकल अप, त्यो पनि हावासँग बस्दै ढुङ्गा सुनाउँदै हावाले नफालोस् भन्दै निक्लने हो। त्यो अनप्रेडिक्टेबल एयर छ, हावा छ, विन्ड छ। त्यसले गर्दाखेरि यहाँ चाहिँ मोडरेट सजिलो भन्ने हुँदैन अन फुट चाहिँ। अनि कारबाट पनि क्लाइम्ब गर्न सक्छ, तर त्यो पनि वान वे। यस्तो ठाउँमा छ के हो, यही हो। अब चाहिँ हामी यहाँबाट हाम्रो हाइकिङ सुरु हुनेछ। त्योभन्दा अगाडि यो हाम्रो खास उद्देश्य त लाइट ब्रेकफास्ट हुने थियो। यो हेभी नै भयो, यो लन्च टाप नै भयो, उस्तै पऱ्यो, ब्रन्च भन्छ त्यस्तो खालको भयो। अब यो खाएर झ्याप्पै हिँडिने कुराकानी भयो माथि, होइन? बस त्यसपछि हामीले लपेटा र रिफिल गर्छौँ। ल गाइज, हाम्रो मान्छे डाँडा पुगेर सकाइदियो भने सक्ने खालको हुनु नि, उहाँ यही इनर्जीले नि ब्याक आउन सक्ने मान्छे। म सक्छु। अब हाम्रो यात्रा करिब सुरु भइसकेको छ। हामी हिँडिसकेका छौँ यहाँबाट, यहाँको बेसबाट। अब चाहिँ हामी करिब 3 आवर्स अल द वे अप। 3 आवर्स अप भन्ने कुरा छ।
नबिन्सी जति खुसी आज को होला ओहो मेरो त भित्रको हड्डीका मांस हुन्छ नि त्यहाँ भित्र पनि हाँसिरहन्छ एकदम 208 हड्डी भिडियोबाट पनि देखिहाल्यो त्यसपछि यहाँ आएपछि तिम्रो जस्तो चाहना त्यो 20 मेरो टर्मिनेट भयो यहीँ सकियो जस्तो लाग्थ्यो मलाई अरूलाई भेटेपछि किन भेट्यो अरू मतलब गएको टाइम चाहिँ फेरि फर्केर आयो मेरो भन्ने भयो आइभी हैन मलाई देख्दाखेरि नि यस्तै हुन्छ हैन पोइजन आइभी भन्छ यो हाइकिङका फाइदाहरू के छन् भनेर त मैले भनिराख्नु पर्दैन होला यो जसले हाइकिङको महत्त्व बुझ्नुभएको छ ट्रेकिङको महत्त्व बुझ्नुभएको छ उहाँलाई भनिराख्नै पर्दैन जसलाई थाहा छैन उहाँलाई भनेर पनि अर्थ छैन त्यसैले हामी चाहिँ रमाउने एउटा माध्यम चाहिँ यो पनि हो मेरो लागि नेचरसँग होइन अनि यसरी हिँड्दै यो चराचुरुङ्गीको आवाज सुन्दै यो हरियालीमा ओ माई गड अनि माथि गएर फर्केपछिको त्यो अनुभूति पनि छुट्टै हुन्छ मेरो साथीहरू अल द वे ब्याक कमिङ यू यात्रा यस्तै हो गाइस बल्ल अलिअलि पछिल्ला आउला जस्तो भयो अनि यप अब यही हो बाटोको ढाँचा यस्तै बाटोमा हिँड्नुपर्छ आई जस्ट लभ इट वाउ के आनन्द ओ माई गॉड है जिउ तातो भएको छ अनि यस्तो मजा आइरहेको छ हाम्रो साथीहरू चाहिँ मेरो पछाडि all the way there they are coming and doing good it's awesome it's amazing I like it मलाई चाहिँ मन पर्यो है त्यही छ हाम्रो oh my goodness के छ सहरा सुन्तला ब्रेक ओरेन्ज ब्रेक अब यसले दिन्छ हामीलाई ओरेन्ज पावर होइन अलमोस्ट हामी मेरो विचारमा मलाई थाहा छैन तर मेरो विचारमा 30% आइएमटी भन्ने छ मलाई यसले 40 होला टाइम अनुसार त 30 to 40 2 miles भनेपछि 30 होला डिस्टेन्सको हिसाबले हाफ होला हामी डेन्जरस अलिकति कठिनाइको हिसाबले कठिनाइ त सुरुै भएको छैन बस थ्याङ्क यू बाटोमा चाहिँ यस्तो खालको एउटा क्याम्प भेटियो यो चाहिँ यदि राति आएर यसमा बस्ने हो भने चाहिँ हामी के रेजिस्ट्रेसन गर्नु पर्यो होइन के अरे रेजिस्ट्रेसन गरेर चाहिँ यहाँ आएर बस्न सकिन्छ भन्ने खालको कुराकानी आयो ओरेन्ज ब्रेक पछि यात्रा अगाडि बढिसक्यो अब यो लाइन सेट ट्रेल भन्छ 2 माइल यहाँबाट माथि त्यसपछि हामी यो चाहिँ सिंहको टाउको बस यहाँ ढुङ्गा भन्दा केही पनि छैन बाटोमा अब ढुङ्गामा क्लाइम्ब I like it wow यस it's nice या यो झोला पनि गाइस हामी तिनटाको उस्तै हो है फेरि तिमीले झोला भन्छ यो भिनाको भाषा हो यो शुद्ध अर्गानिक भाषा मेरो पनि झोला
आयो है आयो है ए आयो 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 आमामा खायो 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 हाम्रो टिम चाहिँ अब चढिरहेको छु कालो लाग्दैछ उकालो यो लगाउनु हुन्छ साथीहरूले रोकेर मात्रै हो बाटै छोड्दैनन् होइन खास दौड्नेमा हो यस्तोमा हामी यस्तोमा हिँड्ने भन्दा दौड्नमा अलिक बढी हो अनि यस्तो छ क्यामेरा अफ गरेपछि चाहिँ फेरि हाम्रो अर्कै राइड सुरु हुन्छ Oh my god. आइया ठिक भइरहेछ होइन एकदम ठिक छ बस गजब छ ओहो ल लेक त्यहाँ रहेछ अनि we're going all the way up हाम्रो टिम यहाँ छ हाम्रो ग्याङ चाहिँ यहाँ छ ओइ तेरिका जिन्दगीमा चेप्टे ढुङ्गो भन्छ यसलाई यो हावाले गर्दा बोट पनि यस्तो बनेछ हैट जहाँबाट हावा भन्किने हो त्यतैतिर ल हाम्रो यो बादलमाथिको यात्रा सुरु भयो भर्खर अहिले यहाँ बादल हेर्नु हामीभन्दा मुनि चाहिँ अघि माथि थियो यता देखाउनुहोस् अहिले हामी बादलभन्दा धेरै माथि छौँ अघि चाहिँ बादल माथि थियो होइन अब यात्रा जारी छ अझै 1.5 माइल जति ल है साथी हो आयो आयो आउनु पर्यो साथी हो बादललाई छोडेर खाइन पर्यो यस्तो हो ल अब कुरो के भयो भने मेरो मोबाइलको मेमोरी नै फुल भइदियो क्या भिडियोहरू यति लामो लामो खिच्यो 1 घन्टा 2 घन्टाको पनि 40 भिडियो खिच्यो अनि फेरि पुरानो भिडियोहरू चाहिँ अलिकति डिलिट गरेँ र अगाडि बढ्दैछु साथीहरू अगाडि गइसक्नु हो भेटाउँछु म एकछिनलाई दे आर नट सो फार या साथीहरू चाहिँ माथि पुगिसक्नु हो भेटाइहाल्छु बाटो चाहिँ यो यस्तो बाटो यसरी जाने हो हावा चाहिँ पुरा यो जोरसम्म बजारवाला हो स्टाइल भेनाको पुरानै छ अगाडि छ उनीहरू योबाट फर्किँदैनन् होला सायद माथिबाटै गाडीमा के जान सक्छन् ट्रेनमा जान सक्छ यो बाटो गएछ अनि आएको छ त्यहाँबाट
यात्रा बबाल भइरहेछ हैन आइयो है साथीहरु अब यो मध्येको हाट भनेको चाहिँ तपाईको योदेखि यहाँसम्म यहाँदेखि यहाँसम्म के लेख्छ नि तल योदेखि यो लाइन छ नि तलको यहाँसम्म चाहिँ अलि पुरै रकी छ नि त यो ढुङ्गाको यस्तो खालको कलर चाहिँ कमै देखाएको थिएँ मैले नपऱ्यो है दौडेकै छ तर त्यो मान्छे यता गएकै होइन हिँड्यो पुग्यो अगाडि हेर्नुस् हैन ताल परेन फर्किसक्यो तिनीहरू फर्किँदैबाट फर्किँदैनन् होला यताबाट आउनुभयो भने Oh my god. अब थोरै छ जाँदाखेरि यही बाटो हाम्रो गाडी आउँछ हो Oh my god. हे साथीहरु आइयो है आइयो 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 यो वाशिंगटन 6288 फिट 1917 मिटर आउट यो एरियाको सबैभन्दा आउट यो इस्ट कोस्टको आउट माउन्टेन हामी करिब कति घण्टा 4 घण्टा all the way Rocky Mountain तर हामी बिचमा घुम्यौं तर हामी 3 घण्टामा आइपुग्न सक्यौं हामी स्क्वायरसँग नेचरसँग ब्रेक गरेर एकदम टाइम लाग्यो we made it yes finally हेरेर जाँदैछौँ all the way down thank you so much यहाँको भ्यू चाहिँ लिन पाइएन अनफर्चुनेटली यो धेरै नै भयो विन्डी धेरै नै भयो यस्तो छ गाइस जानु भयो माउन्ट वाशिंगटन यहाँ all the way back त्यो मुस्किल पनि अब भन्दा डाउन पनि झन् मुस्किलै छ अगाडि बढ्नुस् यो हो नि तरिका है बढ्नुस् ओहो खुलेछ माउन्टेन खुलेछ ओहो ल यो त रमितै भएछ ल है तरिका यो म आफै आउने कहिले हो कसरी हो यो त्यो पनि थाहा भएन यहाँ है तरिका म एकचोटि घुमाइदिन्छु Oh my goodness, Mount Washington. Oh, perfect. Right, we are just going down. Azori taking the oh, to pare dala. Gardin? हैन अब तीनटैको गरम क्या हो त्यो एक्टिङ वाला तीनटैले एक्टिङ गरेर बनाउनु पर्यो हैन त्यो गरम त्यो पारी डाँडा छेक्यो नि बरै बादलु फिर्काले टेकेर लौरी भेट्न म आए मायाकै तिर्खाले हे सुन सबैले मायाले दुख्ने मुटु नदबैले हैन
all the way going down. There you go, guys.